सानीमा हजुर तपाईँलाई एउटा क्वेसन सोध्छु है म। ल सोध छोरी। यो अहिले स्याङ्जा जिल्लाको होइन यो पालिका बिचमा चाहिँ के छ भन्दाखेरि अहिले अधिवेशन हुने भन्ने कुरा छ होइन। अब अधिवेशन भइसकेपछि त्यहाँ त चुनाव त पक्कै पनि हुन्छ होइन, सर्वसम्मत हुन्छ अथवा भोटिङ सिस्टम हुन्छ, त्यो त हुन्छ नै होइन। अब तपाईँ पनि एउटा चाहिँ पहिला पनि उपसभापति भइसकेको कारणले गर्दाखेरि अब साँच्चै नै अब रोल क्रम अनुसार त तपाईँ सभापति नै हुने हो र तपाईँको यस सम्बन्धी धारणा के छ ल भन्नु त? मेरो धारणा वास्तवमा के हो भनेदेखि अब सुरुवात चरणमा चाहिँ अब कुनै पनि महिला दिदीबहिनीहरू त्यसरी सशक्त रूपले अगाडि म यही हुँ भनेर कुनै पनि दिदीबहिनीहरू नआएको अवस्थामा त्यति बेला अलिकति चुनौतीपूर्ण अवस्थामा थियो। कसैले पनि मान्छे गन्दैन थियो, त्यो अवस्थामा त अब फेस गरेर आइयो। भनिसकेपछि अहिले चाहिँ अब लगभग अब त्यसमा चाहिँ दावेदार त छु, तर फेरि एउटा अर्थ के हो भनेदेखि अब मभन्दा पनि धेरै सशक्त दिदीबहिनीहरू अथवा अब पढाइ लेखाइको क्षेत्रमा अनि त्यसपछि अरू अन्य पढाइ लेखाइ लगायत अनि बोली भाषा अनि त्यस पछाडि चाहिँ काम गर्ने सक्रियता, यो सबै प्रक्रियाबाट उनीहरू सक्षम कुनै दिदीबहिनीहरू आउनुभयो भने उहाँहरूलाई चाहिँ म हस्तान्तरण गर्न सक्छु। नत्र चाहिँ म उपसभापति त यथावतै हुन्छु नै, त्योभन्दा माथिल्लोमा चाहिँ अब दावेदार गर्नलाई अलिकति त्यो परिस्थिति माहौल हेर्नुपर्ने अवस्था हुन्छ। होइन, तपाईँ सक्षमै हुन्छ। हाम्रो नजरमा आफ्नो मान्छे भएको भएर होइन कि वास्तवमै तपाईँ चाहिँ सक्षम हुनुहुन्छ कि त्यस विषयमा। अब बोल्न सक्ने खुबी छ, गर्छु भन्ने जोस छ, जाँगर छ, हुटुटी छ, गर्न सक्नुहुन्छ पक्का पनि जस्तो लाग्छ होइन त? सक्नुहुन्छ सक्नुहुन्छ क्या सक्न यस्तो पनि भयो। फेरि कस्तो भने फेरि हाम्रो चाहिँ त्यहाँनिरको माहौल कस्तो छ, त्यहीँनिरको स्थानीयवासी चाहे त्यसले सिङ्गो पनि नमाचोस्, त्यो सिङ्गो पनि नमाचे पनि त्यहाँको स्थानीय मान्छेलाई नै अब मान्यता दिनुपर्छ। पोखरा गएर बसेको अथवा गएर एउटा नेरोफेरो आफ्नो गाउँको नेरोफेरोभन्दा बाहिर गएर बसेको मान्छेलाई दिन हुँदैन भन्ने खालको त्यो मान्यता छ। त्यो अर्थले चाहिँ हेर्दा अलिकति अब सायद के गर्छ त्यहाँको माहौल अवस्था कस्तो हुन्छ होइन। नत्र चाहिँ अब काम गर्ने नै हो, जहाँ बसेर गरे पनि काम त गर्ने नै हो, पोखराबाट गरे पनि काम गर्ने हो। त्यहाँ स्थानीय भएर पनि केही पनि नगरिकन थुपुकै मौन बस्ने अथवा केही पनि गर्दै नगर्ने भन्दा पोखराबाट धाएर भए पनि आफ्नो काम पुरा गर्छ भने आफ्नो काम कर्तव्य पुरा गर्छ, समाजको परिस्थिति अनुसार काम गर्छ। अनि त्यसपछि अब कहाँ जनताका समस्याहरू छन्, दिदीबहिनीहरू, अनि त्यसपछि बालबालिकाहरू, अनि त्यस्तै गरी दलितहरू, यी सबैको समस्याहरू जहाँ जहाँ छ त्यहाँ गएर मध्यनजर गर्दै तिनीहरूको चाहिँ दुःखहरूमा समस्याहरूमा आफू पनि अलिकति दृष्टिगत हुने अथवा अलिकति हातेमालो गर्ने त्यो चाहिँ गरौँला भन्ने त छ।